नमस्ते सबैजनामा त्यस्तै अचारले फेरि पनि ल्याएको छ मुलाको अचार बनाउन फर्स्ट सुरुमा मैले मुला अचार ल्याएर यतिको काटेपछि 2 दिनसम्म मजाले मैले यसरी घाममा सुकाउँदै गर्दा मैले डल्ले खुर्सानी पनि सुकाइदिएको छु। डल्ले खुर्सानीको पनि अचार पाउन सक्नुहुन्छ हजुरहरूले। अब सुकाएपछि यतिको बनाएपछि मरमसला हालेर मैले तेल ज्वाइँ पारेर राखेँ। मैले चाहिँ हरियो खुर्सानी र अदुवा पनि राखेको छु है। हरियो खुर्सानीले चाहिँ मजाले यसको टेस्ट पनि दिन्छ अनि अदुवाले चाहिँ अदुवाको टेस्ट पनि अलि मजाले आउँछ क्या। मलाई चाहिँ एकदमै मनपर्छ हरियो खुर्सानी र अदुवाको टेस्ट चाहिँ मुलाको अचारमा चाहिँ है। अनि यो मुलाको अचारमा चाहिँ हामीले चाहिँ अलि धेरै मात्रामा तेल हाल्नुपर्छ है, नभए यस्तो हुन्छ है। मैले फेरि पछि तेल चाहिँ दुईपल्ट त्यत्रै मात्रामा चाहिँ थपेको छु है। तेल थप्दा म त हैरान भइरहेँ अनि चलाउँदा त झन् हात दुखेर कस्तो भइदिरहेँ। अनि तेल थपेर मैले यत्तिको चाहिँ बनाएँ है। हेर्नुहोस् त कस्तो ग्रेभी देखिरहेछ, कस्तो बास्ना आइरहेको थियो कि। हजुरहरूलाई मनपर्छ मुलाको अचार मनपर्छ भने आफै पनि बनाउन सक्नुहुन्छ, नभए तपाईँहरू भ्याउनुहुन्न भने मसँग अर्डर लिनुहोला। धन्यवाद।